फाइनली है म टेस्ट गर्दैछु। हेलो, म आज है आलुको पकौडा कसरी बनाउँछु भनेर देखाउन गइरहेको छु। पहिला मैले आलु लिएको छु। यो दोस्रो चरणमा चाहिँ है मैले आलु पिल गरेर अब यो दोस्रो चरणमा चाहिँ यसलाई ग्रेट गर्नुपर्छ है। र तेस्रोमा यो मैले आलु ग्रेट गरे पश्चात चाहिँ हामीले है यसरी पानी बोइल गर्यो र यसमा हल्का नुन हाल्यो। नुन हालेर यो हामीले है यो ग्रेट गरेको है आलु चाहिँ यहाँ हामीले बोइल गरौँ, किनकि यो आलुको तपाईँको सेतोपन जति यो स्टार्च हुन्छ है यो उमालेर हामी फाल्नेछौँ। उमालेर यो फालिसकेपछि म तपाईँलाई फेरि है अर्को स्टेपमा के गर्नुपर्छ भनेर म देखाउँदैछु। र मैले पकौडाको लागि प्याज, खोर्सानी, अदुवा र लसुन लिएको छु। तपाईँहरूले यसमा धनियाँ लिनु सक्नुहुनेछ है। मैले है पकौडाको लागि चाहिँ मैले बदाम लिएको छु है। यसलाई यो बदामलाई चाहिँ रोस्ट गरेर है यसलाई क्र्यास गरेर हाल्नुपर्छ। र यो उम्लेको है आलुलाई अब हामी निचार्दैछौँ। निचारेर यसमा इन्ग्रिडियन्ट्स मिक्स गरेर है पकौडाको लागि रेडी गर्नेछौँ। र है यो आलु बोइल आलुमा हामीले अघिको इन्ग्रिडियन्ट्स है प्याज, लसुन, अदुवा, खोर्सानी हाल्दैछौँ। र अघिको हामी है यो बदाम जुन चाहिँ रोस्ट गरेर हामीले क्र्यास गरेको छौँ है त्यो पनि इन्क्लुड गर्दैछौँ। र यसमा तपाईँले स्वाद अनुसार नुन हाल्नुहोस् है। अन्त अब म तपाईँलाई बेसन हालेर फिटेर है देखाउनेछु। हाम्रो है यो आलुको पकौडाको लागि मिश्रण रेडी भएको छ र है हाम्रो तेल पनि रेडी छ। र पकौडाको लागि म है फ्राई गर्नु गइरहेको छु। अन्त तपाईँहरूको है पकौडा फ्राई हुँदैछ। पकौडाको साइज हेरिहाल्नुहोस् है। अब यो पाकेको म तपाईँलाई देखाउनेछु।